एमालेमा जसको धेरै योगदान भए पनि मलाई लाग्छ सबसे धेरै योगदान भनेको केपी ओलीको हो। त्यसपछि महेश बस्नेत, त्यसपछि सूर्य थापाको हो। तीनजना मिलेर एमाले सकाइदिनु भयो। तपाईहरुको अपेक्षा नै खराब भयो के यो सोध्नु। हामी त घन्टे त्यही त घन्टे एउटा कुरा भनौँ, जनताको आलोचना सुन्न नसक्ने नेता होइन, जनताको प्यारो होइन, बाको हनुमानबरु हुन सक्छ। धेरै राख्दैन, मेरो पर्फर्मेन्स धेरै राख्छ नि। तपाईले बोलेको मात्रै राख्ने हो, मेरो पर्फर्मेन्स छ नि। तपाईको आएको बेला तपाई बोल्नु न। जे होस्, उहाँलाई चाहिँ के भन्नुहुन्छ भन्दाखेरि ज्ञानेन्द्रले गर्दा राज संस्था गयो अनि केपी ओलीले गर्दा एमाले गयो। बेलामा यति माला लाएर चाहिँ भोट माग्न जानु हुँदो रहेछ। जनताले लगाइदिएको, मैले होइन। पहिले जनतालाई थाहा थियो हार्ने बेला चाहिँ पछि लाउन मिल्छ मिल्दैन, पहिल्यै लगाउनु। लुसिफरले पनि फेरि चुनाव हार्ने चुनाव पनि हुन्छन् के? यस्तो सपना चाहिँ देखिरहनु पर्छ। अरू त राति सपना देख्छ, तपाईँ दिउँसै सपना देख्नु हुँदो रहेछ। परिणाम हेर्दै जानु के? लेट्स वेलकम हाम्रो माननीय, सरी हारेको माननीय सूर्य बहादुर थापा। सरी, नाम सूर्य हुने पनि हार्यो, चुनाव चिन्ह सूर्य हुने पनि हार्यो। सूर्य ग्रहणै लागेको हो, बादलभित्र सूर्य चाहिँ घाम नपाउने। तर जे होस्, तपाईँहरूको पार्टी सदस्यता अहिले पनि 6-7 लाख छ। मान्छेले भन्छ सक्यो, तर त्यस्तो छैन नि है। तपाईँको इभन धनुषाको 2 को कुनै एउटा नगरपालिकामा 3000 भन्दा धेरै सदस्यता छ, तर चुनावमा जम्मा 180 भोट आयो। आफ्नो सदस्यले पनि पत्याएन, बाँकी जनताले कसरी पत्याउँछ? धनुषा कि तपाईँहरू जसलाई मासु चुरा खुवाउनुहुन्छ उसलाई पार्टी सदस्य भनेर काउन्ट गरिहाल्नु? एमालेमा जसको धेरै योगदान भए पनि मलाई लाग्छ सबसे धेरै योगदान भनेको केपी ओलीको हो। त्यसपछि महेश बस्नेत, त्यसपछि सूर्य थापाको हो। तीनजना मिलेर एमाले सकाइदिनु भयो। कति % जिम्मा लिनुहुन्छ? तपाईँहरू चाहिँ अहिलेसम्म बोलेर एमालेलाई योगदान गर्नुभयो, अहिले लाग्दैन अब नबोलेर योगदान गर्नु। तपाईँको पार्टी चाहिँ ज ब ज को सिद्धान्तमा चल्छ है। ज ब ज, जनता विदेश जाएको भए रेमिटेन्स पठाएको भए। तपाईँहरूको पार्टीको चाहिँ एउटा नारा छ, सुखी नेपाली समृद्ध नेपाल। यो नारा चाहिँ 35 वर्षदेखि नारामै सीमित छ, प्र्याक्टिकलमा कहिले आउँछ? केपी ओली विकास प्रेमी नेता हो भन्ने त हजुरलाई लाग्छ नि? धेरै योग्य नेता हो। कस्तो खाले विकास हो कि झापामा 1.5 अर्बको भ्यू टावर पुर्याउन सक्ने तर कर्णालीमा 1.5 रुपियाँको सिटामोल पुर्याउन नसक्ने। कर्णालीको हुम्लामा मोटर बाटो पुर्याउने पनि केपी ओली नै हो। त्यो तपाईँको हेक्कामा रहन्छ होइन? हो, त्यो चाहिँ मिस्टेकै भएको रहेछ। जे होस्, होइन उहाँ प्रश्न चाहिँ गर्नुहुन्छ खत्रै, किनभने तपाईँ त पत्रकार पनि हो पहिलाको है। पत्रकार भनेको सहीलाई सही, गलतलाई गलत भन्नुपर्छ। अनि केपी ओलीले झोले हो भन्दाखेरि म पनि झोले हो कसरी भन्नु? आफ्नो विचारधारा छैन। तर केपी ओली, म केपी ओलीको पार्टीको नेता चाहिँ म रवि लामिछानेको, म बालेन शाहको, तपाईँको झोले त हुन्न नि। म केपी ओलीको, त्यो पार्टीको जबजको झोले हुन्छु नि, होइन? झोला किन बोरै भए पनि ठिकै छ, हामीलाई त मतलब छ। तपाईहरुको अपेक्षा नै खराब भयो के यो सोध्नु। हामी त घन्टे त्यही त घन्टे तपाईँहरू झोला, हामी घन्टे अपेक्षा राखेर हुन्छ त नि? त्यही सम्झिनुहोस्, घन्टीकै हो भनेर बुझ्नुहोस्। घन्टी पहिला त घन्टी अलि बज्थ्यो, अहिले रालो हरायो के? रालो हराएको घन्टी चाहिँ रवि नै बोल्न छोड्यो, घन्टीको के घन्टी भइरहनुहुन्छ हौ तपाईँ? रवि बोलेको सुन्नु भएको छ? बोलेर आएको मान्छे अब रविलाई त उहाँले चुप लगाइदिनु। बरु किन मुखमा पानी हालेर बसिरहेछ रवि दाई, भन्नुहोस् न। उहाँ आएपछि भनौँ त। तर बाँकी कुरामा केपी ओलीलाई जति रोस्ट गरे पनि देशभक्त कुरामा